धेरै दिनपछि बल्ल अहिले आएर हर्कु दादाले क्या चित्त बुद्ध कुरा गर्नुभयो के हो र यस्तै राम्रो कुरा गर्नु न हर्कु दादा तपाईँलाई साथ सपोर्ट त जनताहरूले दिइहाल्छन् नि हावा कुरा गर्नुहुन्छ अनि जनता भड्किन्छन् के तपाईँ मान्छेहरू उचाल्ने काम नगर्नु हो र यस्तै राम्रो कुरा गर्नु न ल साथीहरू मैले उहाँको कुरा त सुने साह्रै चित्त बुद्ध छ हजुरहरूलाई कस्तो लाग्छ हेरेर कमेन्ट गर्नु ल अस्ति मैले एउटा स्टेटस लेख्दाखेरि अलिकति आलोचित पनि भएँ मैले के लेखेको थिएँ भने अस्पताल बनाउनु भन्दा सरकारले खेल मैदान र पार्कहरू बनाउनु ध्यान दिनुपर्छ भनेर भनेको धेरै मान्छेले बुझेन हैन किन भन्दाखेरि पहिला चाहिँ हामी हैन खेलेर मनोरञ्जन गरेर आफू ह्याप्पी भयौँ आफ्नो माइन्ड हैन तपाईको चाहिँ के राम्रो भयो भने त्यो अनुसारको हाम्रो जीवनशैली हुँदै जान्छ क्या अब अस्पताल भनेको त रोग लागेर उपचार गर्ने ठाउँ मात्रै हो त्यसले गर्दाखेरि रोग लाग्नु भन्दा लाग्न नदिने अवस्था भनेको चाहिँ खेल मैदान र पार्कहरू भन्न खोजेको थिएँ बुझेन अब त्यो खालको एजुकेसन बनाउनु के अरे हेल्थ बनाउनु पर्छ जस्तो लाग्छ मलाई चाहिँ